आजको यस विश्लेषणमा स्वागत छ। आज हामी नेपालको इतिहासको एउटा निकै रोमाञ्चक, उथलपुथलपूर्ण र साँच्चै भन्नुपर्दा अलि अस्तव्यस्त दशकको चर्चा गर्दैछौँ। विक्रम सम्वत 2007 सालदेखि 2017 सालसम्मको यो समयलाई हामी नेपालको 10 वर्षे पहिलो लोकतान्त्रिक अभ्यासको रूपमा चिन्छौँ। अब तपाईँहरूको मनमा एउटा प्रश्न उठ्न सक्छ। भर्खरै हुर्कँदै गरेको नयाँ लोकतन्त्र जम्मा 10 वर्षमै कसरी पतन हुन्छ त? सुन्दा कुनै सस्पेन्सले भरिएको राजनीतिक थ्रिलर जस्तै लाग्छ नि, होइन? एउटा सिङ्गो राष्ट्र निरङ्कुशताको अन्ध्यारोबाट लोकतन्त्रको उज्यालोतर्फ अघि बढ्छ, तर हेर्दा हेर्दै फेरि उही पुरानै बाटोमा फर्किन्छ। यो सब कसरी भयो? आउनुहोस् सँगै बुझौँ। यो कथाको सुरुवात बुझ्न हामीले यो अङ्क 104 लाई महसुस गर्नुपर्ने हुन्छ। यो केवल एउटा अङ्क होइन, यो त 104 वर्ष लामो कडा र निरङ्कुश राणा शासनको भारीपन हो। 2007 सालको क्रान्तिको विशालता र त्यसको महत्त्व कति ठूलो थियो भन्ने बुझ्न त्यो 1 शताब्दीभन्दा लामो जकडिएको सत्तालाई सम्झिनै पर्छ। खण्ड 1, राणा शासनको पतन। र यसले उत्कृष्ट रूपमा के स्पष्ट पार्छ भने राणा शासनको दमन जति कडा थियो, जनचेतना र विद्रोहको आगो त्यति नै तीव्र गतिमा फैलिँदै थियो। हेर्नुहोस् त, 1998 सालमा प्रचण्ड गोर्खाको स्थापना भयो। त्यसको केही वर्षमै 1993 मा प्रजा परिषद खडा भयो। अनि 1997 सालको माघमा 4 जना वीर शहीदहरूलाई दिएको मृत्युदण्ड, यसले त मानिसहरूमा डर होइन, उल्टै क्रान्तिको राको बाल्यो। पछि 2004 सालमा जयन्त संस्कृतम आन्दोलनले शैक्षिक क्षेत्रबाटै विद्रोहको शङ्ख घोष गर्यो। यी सबै घटनाले राणा विरोधी जग एकदमै बलियो बनाइसकेका थिए। अब यहाँबाट घटनाक्रम कुनै एक्सन फिल्मको क्लाइमेक्स जस्तै अघि बढ्छ। एकातिर राजा त्रिभुवनले विद्रोहीहरूलाई भित्रभित्रै समर्थन गरिरहेका थिए। राणाहरूले यो थाहा पाएर उनको शक्ति पुरै कटौती गरिदिए। तर कार्तिक 23 गते राजा त्रिभुवनले गजबको कदम चाले। उनी सुटुक्क भारतीय दूतावासमा शरण लिन पुगे। यता राणाहरू अत्तालिएर हतार हतार 4 वर्षीय ज्ञानेन्द्रलाई राजा घोषणा गर्छन्। तर राजा त्रिभुवन दिल्ली उड्न सफल हुन्छन्। एकातिर राणाहरू भित्रकै सत्ताको खिचातानी अनि अर्कोतिर नेपाली कङ्ग्रेसको सशस्त्र क्रान्ति, यी दुवै कुराले राणा शासनको जग पुरै हल्लिसकेको थियो। खण्ड 2, दिल्ली सम्झौता। यहीँनिर आएर शक्तिको साँच्चै ठूलो हेरफेर हुन्छ। 2007 साल फागुन 1 गतेको यो सम्झौताले कानुनी रूपमै राणाहरूको पूर्ण शासनको अन्त्य गरिदियो। श्री 3 अर्थात् राणा प्रधानमन्त्रीले आफ्नो निरपेक्ष र निरङ्कुश शक्ति गुमाए, अनि अर्कोतिर श्री 5 अर्थात् राजाले फेरि एकपटक संवैधानिक राजाको मान्यता प्राप्त गरे। यो एउटा युगान्तकारी परिवर्तन थियो। भारतीय प्रधानमन्त्री नेहरूको मध्यस्थतामा भएको यो सम्झौता वास्तवमा एउटा निकै अप्ठ्यारो सम्झौता थियो। राजा, राणा र नेपाली कङ्ग्रेस बीचको यो त्रिपक्षीय सहमतिपछि विद्रोहीहरू हतियार बिसाउन राजी त भए। तर एकचोटि कल्पना गर्नुहोस् त, हिजोसम्म एक अर्काको ज्यान लिन हिँडेका, नितान्त फरक विचारधारा भएका समूहहरूलाई एउटै मन्त्रीमण्डलमा राखियो। 14 सदस्यीय क्याबिनेट बन्यो, जसमा 7 जना राणा अनि 7 जना कङ्ग्रेसका प्रतिनिधि थिए। यो त जुनसुकै बेला पड्किन सक्ने टाइम बम जस्तै विस्फोटक अवस्था थियो। र अन्ततः त्यो ऐतिहासिक दिन आइपुग्यो। फाल्गुन 7, 2007 साल। राजा त्रिभुवन काठमाडौँको गौचरण विमानस्थलमा फर्किन्छन्। सुन्दा रमाइलो लाग्छ है। जुन ठाउँ पहिले साँच्चै गाई चर्ने चौर थियो, त्यहीँबाट उनले आधिकारिक रूपमा नेपालमा बहुदलीय लोकतन्त्र स्थापना भएको घोषणा गरे। साँच्चै नै त्यो एउटा अत्यन्तै विजयी र आशालाग्दो क्षण थियो। खण्ड 3, म्युजिकल चेयरको 1 दशक। अब यो सङ्ख्या 9 लाई हेरौँ। सुन्दा पत्यार नलाग्न सक्छ, तर हो, मात्र 1 दशकभित्र जम्मा 10 वर्षको बीचमा सरकारको नेतृत्व 9 पटक परिवर्तन भयो। सिंहदरबारभित्र निरन्तर चलिरहेको शक्ति सङ्घर्ष र कुर्सीको तानातानले गर्दा यो दशक एउटा वास्तविक गेम अफ थ्रोन्स जसले बन्न पुग्यो। यो अस्थिरताको चरम बिन्दु थियो। तर पर्खनुस्, त्यहाँ केवल राजनीति मात्रै भइरहेको थिएन है। यति धेरै राजनीतिक उथलपुथलका बावजुद पनि पर्दा पछाडि केही अत्यन्तै महत्त्वपूर्ण राष्ट्रिय उपलब्धिहरू हासिल भइरहेका थिए। 2008 सालमा देशकै पहिलो राष्ट्रिय बजेट आयो। 2013 सालमा नेपाल राष्ट्र ब्याङ्कको स्थापना भयो। 2015 सालमा त नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता पायो र नयाँ संविधान पनि जारी भयो। अनि 2016 सालमा त्रिभुवन विश्वविद्यालय खुल्यो। यसले के देखाउँछ भने नेतृत्व तहमा जतिसुकै भद्रगोल भए पनि एउटा आधुनिक राष्ट्र निर्माणका आधारभूत कामहरू भने बिस्तारै अगाडि बढिरहेकै थिए। खण्ड 4, पहिलो लोकतान्त्रिक निर्वाचन।
नयाँ संविधानको पहिलो र सबैभन्दा ठूलो परीक्षा थियो 2015 सालको आम निर्वाचन र यसको परिणाम साँच्चै शानदार थियो। जम्मा 109 सिटमध्ये नेपाली कांग्रेसले एक्लै 74 सिटमा शानदार विजय हासिल गर्यो। अन्य सबै दलहरू खुम्चेर 35 सिटमा सीमित भए। यही बलियो र स्पष्ट जनमतका कारण बीपी कोइराला नेपालको इतिहासमै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभयो। देशले बल्ल यतिका वर्षपछि एउटा स्थिर सरकार पाएको महसुस गरिरहेको थियो। खण्ड 5 एउटै गुफामा दुई बाघ। त्यसैले यहाँ बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा के छ भने यो नयाँ शक्ति सङ्घर्षको मुख्य चुरो कहाँनिर थियो। एकातिर हुनुहुन्थ्यो प्रधानमन्त्री बीपी कोइराला, जोसँग शक्तिशाली लोकतान्त्रिक जनादेश थियो र जसको जनसमर्थन दिन प्रतिदिन चुलिँदै थियो। अर्कोतिर हुनुहुन्थ्यो राजा महेन्द्र, जसलाई आफ्नो लोकप्रियता घट्दै गएको महसुस हुँदै थियो र जो सत्ताको साँचो आफ्नै हातमा अर्थात् प्रत्यक्ष शाही नियन्त्रणमा राख्न चाहनुहुन्थ्यो। यी दुई नितान्त फरक राजनीतिक गन्तव्यहरू एउटै प्रणालीमा सँगै अगाडि बढ्न बिल्कुलै असम्भव थियो। अनि यही तनावपूर्ण माहौलका बीच राजा महेन्द्रले भनेको भनिने यो भनाइ निकै प्रख्यात छ। एउटै गुफामा दुई बाघ सँगै बस्ने विचारसँग म असहज छु। यो एउटा यस्तो नाटकीय र स्पष्ट सङ्केत थियो कि राजा महेन्द्रले अब यो दोहोरो शक्तिको सन्तुलन कुनै हालतमा धान्न नसकिने निष्कर्ष निकालिसकेका थिए। यो नेपालको इतिहासलाई पुरै उल्ट्याउने एउटा ठूलो मोड थियो। र अन्ततः त्यो दिन आइछाड्यो। पौष 1 2017 साल। नेपालको राजनीतिक इतिहासमा यसलाई एउटा कालो दिन पनि भनिन्छ। राजा महेन्द्रले एकाएक संसद भङ्ग गरिदिए, निर्वाचित सरकारलाई निलम्बन गरे अनि सबै राजनीतिक दलहरूमाथि कडा प्रतिबन्ध लगाए। यसरी प्रत्यक्ष शाही शासन गर्ने पञ्चायत व्यवस्थाको सुरुवात भयो। हिजो भर्खरै जनताले भोट दिएर जिताएका नेताहरूलाई रातारात बन्दी बनाइयो। अनि यसरी जम्मा 10 वर्ष चलेको नेपालको त्यो पहिलो लोकतान्त्रिक अभ्यासको आधिकारिक रूपमै दुःखद अन्त्य भयो। आजको यो विश्लेषणको अन्त्यमा आइपुग्दा एउटा निकै गम्भीर प्रश्न हाम्रो मनमा उब्जिन्छ। निरङ्कुशताबाट लोकतन्त्रतर्फको यात्रा किन कहिल्यै पनि सोझो र सजिलो हुँदैन? किन यो एउटा अस्तव्यस्त र निरन्तर चलिरहने सङ्घर्ष बनिरहन्छ? नेपालको यो 10 वर्ष विशिष्ट इतिहासले हामीलाई एउटा विश्वव्यापी यथार्थ सिकाउँछ। नयाँ राजनीतिक प्रणालीहरू अत्यन्तै कमजोर हुन्छन्। यो विचारणीय प्रश्न तपाईहरूमा छोड्दै आजको यो विश्लेषणबाट म बिदा माग्छु। अर्को रोचक विषयका साथ फेरि भेट्नेछौँ।